आजदेखि चाहिँ मैले साइन गरेको नमस्कार नमस्कार जस्तो त चिया चाहिँ हजुरलाई कस्तो लाग्यो आइरहेछ कस्तो छ आफै भन्नु कस्तो तपाईँलाई चाहिँ मलाई त मिठो लाग्यो मलाई पनि ठिक छ आज हामी बसन्तपुर जाँदैछौँ त्यही चाहिँ किन गर्यो बोल्दाखेरि चाहिँ किन गर्नुहुन्छ तपाईँ तपाईँलाई आइफुल लाग्छ ल है गाइज अब कोही होला त हामी भन्दा हेर्छौँ कोही पनि छैन नि त यो गाइज आज चाहिँ हामी कहाँ जाँदैछौँ दाजु आज बसन्तपुर त्यही हो गाइज म चाहिँ अब मलाई चाहिँ हेर्छौँ देखिनु पऱ्यो दाइ त जस्तो देखिए नि हुन्छ दाजु त्यही हो आज हामी जाँदैछौँ धेरै दिनपछि दाजु र म न्यु रोडतिर है त बसन्तपुर त्यही हो गाइज अब तपाईँहरू देख्न सक्नुहुन्छ आज चाहिँ अब वाकिङ गरिरहेछौँ हामी आफ्नै बस किनेको थियौँ आज सार्वजनिक गाडी चलाउन नमिल्ने भएर चाहिँ आज हामी हिँड्नु परेको छ म ड्राइभर हो खलासी हो ड्राइभर वाह वाह है यस्तो हुन्छ ठिक छ गाइज अलिकति त्यही हो तपाईँ अलि लजाउनु भएको जस्तो छ यार लजा छैन तपाईँ रातो भयो कुनै कारणै छैन तपाईँ रातो भइसक्नु भयो यार आफै बाखेर बाहेन हो र ल ठिक छ त्यही हो आजको वेदर यस्तो छ है गाइज अरू खासै बोल्न आउँदैन बाँकी कुरा हाम्रो कान्छालाई बोल्नुहुन्छ दाइ आज भनिदिनुहोस् न हामी कहाँ जाँदैछौँ आज हामी बसन्तपुर जाँदैछौँ त्यही चाहिँ किन गर्यो बोल्दाखेरि चाहिँ किन गर्नुहुन्छ तपाईँ धोबी खोला पुल होइन यो चाहिँ बिजुली बजार पुल हो धोबी खोला पनि भन्छ भन्नु चाहिँ त्यही हो गाइज है गाइज हामी फाइनली आइसक्यो है यहाँ बसन्तपुरमा उहाँ चाहिँ मेरो साथी हुनुहुन्थ्यो होइन के अरे भाइले चाहिँ बहिनी ल्याएपछि अनि अब त यता यता आजदेखि चाहिँ मैले साइन गरेको नमस्कार नमस्कार आजदेखि प्रमाणित भयो त यो भिडियोले तपाईँ कति खुसी हुनुहुन्छ साथी साथी मात्रै दिनदिनै ह्यान्डसेक गरिरहेको थियो अप्ठ्यारो फिल भयो क्या मलाई पनि अब ढोकरिन्छ अब तपाईँले त अनि पहिला मलाई भन्दा कति अप्ठ्यारो लागिरहेको थियो आजकल त है सिम्पल अनि हामी यति बेला कहाँ छौँ र बसन्तपुरमा छौँ यो साँझको चिसो चिसो मौसममा तातो तातो चिया लिँदै हुन्छ तपाईँले चाहिँ किन लिनु भएन मलाई खासै चिया पनि पर्दैन वाह है तपाईँलाई चाहिँ बसन्तपुर आउँदा चाहिँ कस्तो फिल हुन्छ क्या हुन्छ नि बसन्तपुर आउँदाखेरि एकदम पिसफुल एकदम आनन्द क्या होइन एकदम थकान मेटिएको जस्तो चाहिँ आभासहरू छ अनि तपाईँलाई चाहिँ कस्तो फिल भयो आज बसन्तपुर आउँदा मलाई पनि आनन्द एकदम रमाइलो हो त्यसलाई चाहिँ चाहिँ किन गर्नुहुन्छ यस्तो हो क्या त्यो आफ्नो आफ्नो हेबिटमा हुन्छ नि त उहाँ चाहिँ उहाँ बोल्न साह्रै लजाउनु चाहिँ सिकाइदिनु न दाइलाई कसरी बोल्ने जेठानलाई तपाईँको जेठानलाई कसरी तपाईँ त बोल्नु भएको छ नि योभन्दा कति राम्रो बोल्नु एकदमै राम्रो बोल्नु भएको छ जस्तो त चिया चाहिँ हजुरलाई कस्तो लाग्यो आइरहेछ कस्तो छ आफै भन्नु कस्तो तपाईँलाई चाहिँ मलाई त मिठो लाग्यो मलाई पनि ठिक छ
ठिक छ त्यस्तो यार ऊ अलि रुखो बोली नबोल्नु न सरसँग तपाईँलाई आइफुल भएको छ आइफुल होइन के भएको छैन मलाई किन त्यस्तो सोध्नु भयो चस्मा लाउनु भएको नि त हेर चस्मा त अब यो सेफ्टीको लागि लगाएर चस्मा लाउनु भनेको यो आँखाको सेफ्टीको लागि लाउनुपर्छ गाई चस्मा भनेको होइन किन नलाएपछि एचआइभी हुन्छ र फेरि यो चाहिँ त यो लाज भने प्रश्न चाहिँ नसोध्दा नि हुन्थ्यो एचआइभी हुने कुरा